नमस्ते सबैजनालाई, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामीहरू विद्युत नियमन आयोग ऐन 2074 बारे पढ्नेछौँ। यसमा सोधिने जति पनि मैले अहिले पढाउँछु त्यो प्रश्नहरू नेपाल विद्युत प्राधिकरणको तह 5 मा 4 होस् या 5 मा, यो चाहिँ बारम्बार रिपिटेड क्वेसनहरू मैले तपाईहरुलाई पढाउने छु। प्रमाणीकरण तथा प्रकाशित मिति भन्छ 2074 5 महिना 19 गते, संवत चाहिँ 74 सालको ऐन नम्बर 113 बमोजिम भएको छ। यसमा के भन्छ त, संक्षिप्त नाम र प्रारम्भ भन्छ। यस ऐन को नाम के हो त, नेपाल विद्युत नियमन आयोग ऐन 2074। के रहेको छ त, विद्युत नियमन आयोग ऐन 2074 भन्नु पर्यो। यो ऐन प्रमाणीकरण भएको मितिले 91 दिनदेखि के हुने छ त, प्रारम्भ हुने छ भन्छ। परिभाषा हेरौँ है त, परिभाषामा के भन्छ, अध्यक्ष भनेको के हो त, अध्यक्ष भन्नाले चाहिँ हामीले अध्यक्ष भन्नाले आयोगको अध्यक्ष सम्झनु पर्यो। के सम्झनु पर्यो त, अध्यक्ष भनेको त आयोगको अध्यक्ष भन्ने सम्झनु पर्छ। अनुमति पत्र प्राप्त व्यक्ति, कस्तो व्यक्तिलाई त अनुमति पत्र प्राप्त भनेर भन्नु पर्यो त, त्यस्तो व्यक्ति जसले चाहिँ विद्युतको उत्पादन, प्रसारण, वितरण अथवा व्यापार गर्ने प्रचलित कानुन बमोजिम के भन्छ, विद्युत के गर्ने भयो त, उत्पादन गर्ने, प्रसारण गर्ने, वितरण गर्ने अथवा व्यापार गर्न के गर्ने भयो त, प्रचलित कानुन बमोजिम अनुमति पत्र प्राप्त व्यक्ति वा संगठित संस्था सम्झनु पर्छ। यो भयो हाम्रो आयोग भन्नाले के भन्नु पर्यो त, दफा 3 बमोजिम। के भन्यो त, आयोग भनेको दफा 3 बमोजिम स्थापना भएको विद्युत नियमन आयोग सम्झनु पर्यो। भनिदिन्छ एक्जाममा, विद्युत नियमन आयोग भन्नाले कुन दफा बमोजिम स्थापना भएको भन्छ त, दफा 3 बमोजिम भन्नु पर्यो। उपभोक्ता भन्नाले विद्युत उपभोग गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ। यो एमसीक्यू मा सोध्न सक्छ। उपभोक्ता भनेको के हो भने तपाईहरुले विद्युत उपभोग गर्ने व्यक्ति अथवा संस्था सम्झनु पर्छ। तोकिएको वा तोकिएको बमोजिम भन्नाले चाहिँ यस ऐन अन्तर्गत बनेको जति पनि नियमहरू छ, नियममा तोकिएको अथवा तोकिए बमोजिमको सम्झनु पर्यो। मन्त्रालय भन्नाले ऊर्जा मन्त्रालय सम्झने। के भन्ने त, मन्त्रालय भन्ने बित्तिकै हामीले ऊर्जा मन्त्रालय भनेर सम्झनु पर्यो। महसुल भन्छ, यो एक्जाममा सोध्न सक्छ है त। महसुल भन्नाले चाहिँ विद्युत सेवा उपभोग गरे बापत, के गरे बापत, विद्युत सेवा उपभोग गरे बापत उपभोक्ताले वितरण मन्त्रालय अनुमति पत्र प्राप्त व्यक्तिलाई बुझ्नु पर्ने अथवा बुझाउनु पर्ने विद्युत मूल्य, महसुल, शुल्क तथा अन्य दस्तुर सम्झनु पर्यो। के भन्छ त, उपभोक्ताले चाहिँ उपभोग गरे बापत महसुल चाहिँ के गर्ने भयो त, तिर्नु पर्ने भयो है त। यसलाई के दस्तुरहरूलाई चाहिँ हामीले महसुल सम्झनु पर्यो। विद्युत भन्नाले के बुझिन्छ, यो एमसीक्यू मा सोध्छ है त। विद्युत भन्नाले केबाट निर्माण भएको हुने भयो त, विद्युत खनिज तेलहरू भयो, कोइला भयो, त्यसैगरी ग्यास भयो, सौर्य भयो, वायु, आणविक, जैविक पदार्थ अथवा अन्य कुनै स्रोतबाट उत्पादन हुने विद्युतलाई के सम्झनु पर्यो त, हामीले यसलाई नै हामीले विद्युत भन्न पर्यो। विद्युत केबाट उत्पादन हुने भयो त, पानीबाट हुने भयो, ग्यासबाट हुने भयो, यो कुरालाई यसमा समावेश गरिएको छ। सचिव भनेको के हो त, दफा 32 बमोजिम आयोगको सचिवको रूपमा काम गर्ने कर्मचारी। के भन्ने भयो त, आयोगको सचिवको रूपमा काम गर्ने कर्मचारी के हुने भयो त, सचिव भन्ने हुने भयो। सदस्य भनेको भयो त, आयोगको सदस्य सम्झनु पर्छ। अब नेपाल विद्युत प्राधिकरणको तह 4-5 मा बारम्बार सोध्ने क्वेसन हेरौँ है त। सम्भावित विषयगत प्रश्नको उत्तर भन्छ। यसमा हेरौँ विद्युत नियमन आयोग ऐनमा के क्वेसनहरू सोध्छ त, के कुराको के क्वेसनहरू सम्भावित छन् त, त्यो बारे हेरौँ। विषयगत प्रश्नहरू, विद्युत नियमन आयोगको गठन किन भयो भन्छ। यो क्वेसन इम्पोर्टेन्ट छ। किन गरियो त, विद्युत नियमन आयोग त भन्यो हामीले, यो गठन गर्नुको उद्देश्य के हो त, त्यो हेरौँ। यो गठन गर्नुको मुख्य उद्देश्य भनेको विद्युतको उत्पादन, प्रसारण, वितरण र व्यापारलाई सहज र सरल बनाउने। के भयो त, विद्युतको जति पनि ट्रान्समिसन, डिस्ट्रिब्युसन एन्ड जेनेरेसन छ त्यसलाई चाहिँ त्यस्तोलाई चाहिँ सरल र सहज बनाउने उद्देश्यले। अर्को भन्छ विद्युतको माग र आपूर्तिमा सन्तुलन कायम गर्न। यदि विद्युतको माग बढी छ भने आपूर्ति पनि त सन्तुलन कायम गर्नु पर्यो नि, हो त्यही सम्बन्धी भनेको छ। विद्युत महसुल निर्धारण र नियमन गर्न। विद्युत महसुल दर निर्धारण गर्ने चाहिँ विद्युत नियमन आयोगले हो। यो एमसीक्यू मा सोध्छ है त। विद्युत सेवा सर्वसुलभ बनाउन, विद्युत सेवा भरपर्दो बनाउन, विद्युत सेवा गुणस्तर बनाउन, विद्युत सेवा सुरक्षित बनाउन
त्यसैगरी विद्युत सेवालाई प्रतिस्पर्धी बनाउनको लागि चाहिँ विद्युत नियमन आयोगको के गरियो त गठन गरियो। त्यसपछि भन्छ विद्युत नियमन आयोगको गठन कसरी हुन्छ यो बारे अब हेर्नु होला तपाईहरुले। अब मेन भनेको विद्युत नियमन आयोग का चाहिँ काम कर्तव्य र अधिकार भन्छ है त। मेन भनेको यो क्वेशन हो, एक्जाममा रिपिटेड क्वेशन हो है त। विद्युत नियमन आयोगको काम कर्तव्य र अधिकार बारे भन्छ। के छन् त विद्युत नियमन आयोगका काम कर्तव्य अधिकारहरू हेरौँ है त। प्राविधिक सल्लाह कार्य गर्ने भन्छ है। के भन्छ त प्राविधिक कार्यहरू गर्ने भन्छ। दोस्रो नम्बरमा भन्छ महसुल निर्धारण गर्न तथा विद्युत खरिद बिक्रीको नियमन गर्न। महसुल निर्धारण कसले गर्छ त विद्युत नियमन आयोगले गर्छ। विद्युत खरिद बिक्रीको नियमन पनि विद्युत नियमन आयोगले नै गर्छ। तेस्रो नम्बरमा भन्छ प्रतिस्पर्धा प्रवर्धन तथा उपभोक्ताको हकहित संरक्षण गर्ने। के गर्ने भयो त प्रतिस्पर्धा त बजारमा चाहिँ के हुनु पर्यो प्रतिस्पर्धा हुनु पर्यो। त्यसमा त्यो भयो प्रतिस्पर्धामा सहभागी हुनु पर्यो, तर त्यो के को लागि हुनु पर्यो उपभोक्ताको हकहित संरक्षण गर्ने उद्देश्यले हुनु पर्यो। चौथो नम्बर भन्छ संगठनात्मक क्षमताहरू के गर्ने अभिवृद्धि गर्ने। नीतिगत कार्यहरू गर्ने, जाँचबुझ तथा निरीक्षण सम्बन्धी कार्यहरू गर्ने, विवाद समाधान गर्ने, अनि अन्य कार्यहरूमा जस्तै पर्छ जरिवाना गर्ने, सेवा शुल्क लिन सक्ने, सार्वजनिक सुनवाईहरू गर्ने भन्छ है त। विद्युत नियमन आयोगले चाहिँ अर्को क्वेशन हेरौँ, विद्युत महसुल निर्धारण गर्दा कुन कुन कुरामा आधार मानेर चाहिँ यसले महसुल निर्धारण गर्छ भन्छ है त। यो पनि इक्जाममा सोध्छ यो क्वेशन। विद्युत महसुल निर्धारण गर्दा भन्छ कुन कुन कुरामा चाहिँ कुरालाई चाहिँ आधार मानेर चाहिँ महसुल निर्धारण गरिन्छ त हेरौँ है त। सञ्चालन खर्च जसलाई भन्छ अपरेसन कस्ट। सञ्चालन खर्च के कति लाग्छ त्यो हेर्ने भयो पहिला त। ह्रासकट्टी भयो, सावा ब्याज भुक्तानी सम्बन्धी हेर्ने भयो, मर्मत सम्भार खर्चहरू, संरचना निर्माण सम्बन्धी, पुनर्निर्माण सम्बन्धी, पुनर्स्थापना, शेयर लागत बापतको प्रतिफलहरू हेर्ने, खरिद सम्झौताका आधारहरू आदिहरू चाहिँ यसले चाहिँ विद्युत महसुल निर्धारण गर्दा चाहिँ यसले चाहिँ आधार यस्तो कुराहरू निम्न कुराहरूलाई चाहिँ आधार मानेर चाहिँ महसुल निर्धारण गर्ने काम गर्दछ है त। चौथो अर्को क्वेशनले भन्छ विद्युत नियमन आयोगको कोषमा जम्मा हुने रकमबारे लेख्नुहोस्। यो क्वेशन चाहिँ नेपाल विद्युत प्राधिकरणको तह 5 मा सोधेको क्वेशन हो। विद्युत नियमन आयोगको कोषमा कस्तो रकम जम्मा हुन्छ त यसमा भन्न खोजेको विद्युत नियमन आयोगको चाहिँ एउटा छुट्टै कोष हुन्छ जसमा चाहिँ कुन कुन कस्तो टाइप प्रकारको चाहिँ रकमहरू राख्न मिल्छ त हेरौँ है त। पहिलो नम्बरमा भन्छ नेपाल सरकारबाट प्राप्त रकम के गर्ने भयो त। यदि उक्त रकम चाहिँ नेपाल सरकारबाट प्राप्त भएको छ भने त्यो रकम चाहिँ हाम्रो विद्युत नियमन आयोगको कोषमा रहने भयो। अर्को भन्छ कुनै व्यक्ति वा सङ्घ संस्थाबाट प्राप्त रकम। यसमा भन्न खोजेको के छ त अब नेपाल सरकारबाट प्राप्त रकम पनि राख्न पायो। दोस्रो भनेको कुनै व्यक्तिले दियो, पर्सनल कसै व्यक्तिले कुनै व्यक्तिले दियो, सङ्घ संस्थाबाट यदि कुनै रकम प्राप्त हुन्छ भने त्यो विद्युत नियमन आयोगको कोषमा राख्न मिल्यो। अर्को भन्छ विदेशी सरकार भयो, व्यक्ति भयो, अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट प्राप्त रकम। अब विदेशी सरकारहरूले हामीलाई अब त्यो रकम दियो, व्यक्तिहरूले अथवा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त भएको रकम चाहिँ हामीले विद्युत नियमन आयोगको कोषमा राख्ने भयौँ। अनि चौथो नम्बरमा भन्छ विद्युत वितरण अनुमति पत्र प्राप्त व्यक्तिको विद्युत बिक्रीबाट भएको वार्षिक कुल आयको चाहिँ 1% मा पनि नबढाइ के गर्ने भयो त आयोगले तोके बमोजिमको चाहिँ प्राप्त रकम चाहिँ के गर्ने भयो त विद्युत नियमन आयोगको कोषमा राख्ने भयो। जसले चाहिँ विद्युत वितरण गर्ने अनुमति प्राप्त गरेको जो व्यक्ति छ उक्त व्यक्तिले चाहिँ 1% पनि नबढाए है, कुल आयको चाहिँ 1% पनि नबढाई आयोगले तोके बमोजिमको रकम के गर्ने भयो त हाम्रो विद्युत नियमन आयोगको कोषमा जम्मा गर्ने भयो। पाँचौं नम्बर भन्छ विद्युत व्यापार गर्न अनुमति प्राप्त व्यक्ति भन्छ। माथिको वितरण गर्ने व्यक्ति थियो, अहिलेको चाहिँ के पर्यो त विद्युत व्यापार गर्न अनुमति प्राप्त व्यक्तिले चाहिँ कुल आएको है विद्युत व्यापार उले विद्युत बिक्री गर्यो के बिक्री व्यापारबाट उले के गर्यो त कुल आय आउने भयो नि त। कुल आयको चाहिँ उले 1% पनि नबढाइकन के गर्ने भयो त आयोगले तोकेको बमोजिम चाहिँ उले प्राप्त रकम चाहिँ उसको कोषमा चाहिँ जम्मा हुने भयो भन्छ। छैठौं नम्बर भन्छ राष्ट्रिय ग्रिड प्रयोग गरी विद्युत निकासी गर्ने अनुमति पत्र प्राप्त जो चाहिँ यानिएलेको चाहिँ यानिएमा रहेको व्यक्तिले प्राप्त गरेको विलिङ
दस्तुरको 1% पनि नबढाइकन आयोगले तोके बमोजिमको रकम पनि आयोगको कोषमा जम्मा हुने भन्छ। प्राप्त सेवा शुल्क, अब विद्युत नियमन आयोगमा चाहिँ के कस्तो सेवा शुल्कहरू छ त्यो मात्रै त्यो कोषमा जम्मा हुने। अन्य स्रोतबाट प्राप्त रकमहरू भन्छ। अब अन्य स्रोतहरू जो पनि छ त्योबाट प्राप्त रकमहरू के हुने भयो त विद्युत नियमन आयोगको कोषमा जम्मा हुने भनेको छ।